आज मैले एउटा नेपालको साहित्यिक विषयलाई उठान गरेको दाजुभाइको कथा लिएर आएको छु। आशा छ सुनेर साथ दिनुहोला। अब भिडियो स्टार्ट हुन्छ। याद छ भाइ तँलाई त्यो रात ज्वरोले च्यापेर शिस्त बनाएको बेला आमाले रुँदै तँलाई च्यापेर सुतेको दिन। तर आज अंश माग्दा तैँले आमाको काख माग्न किन सकिनस्? तैँले त त्यो पनि बिर्सेछस्। नभए आज अंश माग्दै गर्दा बाको काँध कसरी छुटाउँथिस् होला र? जुन काँधमा चढ्न तर मेरो झगडा पर्ने गर्थे त्यो बेला। भाइ मैले चाहिँ कसरी भुल्न सके होला र है? तँलाई सहरमा राखेर पढाउँदा बेसीको 3 रुपैयाँ पनि जग्गा बेचेको। अनि कसरी बिर्से होला तेरो बिहे खर्चको लागि पाको बारी सस्तैमा बेचेको। आमाले कुडेमा दुध तताएर कुराउने कोर्दै गर्दा बाहिरबाट मलाई चुक्कु लगाइदिएर तँ नै भान्सामा छिटो पुग्थिस्। तर आज बालाई दमले गाह्रो पार्यो भन्दा तँ तेरै घरको ढोकाको भित्रबाट चुक्कु लगाएर बसेको छस् अनि आइपुगेको छस् बाको सास गएपछि सबैभन्दा अन्तिममा। मलाई अझै याद छ मेरो बिहेमा माथिल्लो घरको बस्ने दाइको कोट र तल्लो घरकी थपिने भाउजूको सुन पैँचो मागेर मैले मेरो बिहे उतारेको दिन याद त त्यो पनि छ मलाई। तेरो बिहेमा 3 तोलाको सुन, 2वटा खसी, 4वटा गाडी। तेरो बिहेमा त खुसी भएनस् होला सायद जति तेरो बिहेमा म खुसी भएको थिएँ मेरो भाइ। तँलाई एउटा कुरा याद छ? आमालाई महिला समूहमा मिश्री बाडेको दिन आमाले कान्छोले खाओस् भन्नुहुन्थ्यो अनि त मुख चपाउँथिस् तर गुलियो मलाई हुन्थ्यो। आज तैँले अंश माग्दै गर्दा मेरो माया अलिकति दे किन भनिनस्? हेर भाइ तैँले परालको कुन्युमा अन्जानमै सानोको बेला आगो लगाइस्। बालाई मैले हो भनेर बाको पिटाइ मैले सहेँ। तर आज तैँले अंश माग्दै गर्दा त्यो दिनको पराल लान्छस् दाइ भनेर किन सोधिनस्? तैँले अंश खोजेर सम्पत्ति लिएर गइस्। हो तैँले अंश खोजेर सम्पत्ति लिएर गइस् अनि मैले आमालाई पाल्ने होइन आमासँगै बस्ने सौभाग्य पाएँ। ए सहरमा बसेर वकिल पढेको मेरो प्यारो भाइ, अब त आफै भन् त यो रगतको युद्धमा मैले जिते कि तैँले जितिस्? याद छ भाइ तँलाई